हामी आजको वचन सुन्नेछौँ। अनि वचन सुन्नुभन्दा अगाडि हामीले गएको समयमा पनि हामी केही सिकेका थियौँ हैन। त्यसमध्येबाट चाहिँ म हजुरहरूलाई प्रश्न गर्न चाहन्छु कि गएको शनिबार हामीले के सिकेका थियौँ? मैले भन्छु। हजुर भन्नुस्। गएको हप्ता हामीले इसाकको लागि पत्नी जुटाएको पद पढेथ्यौँ। हो हजुर धन्यवाद। अनि हामीले चाहिँ गएको समयमा चाहिँ इसाकको निम्ति चाहिँ पत्नी जुटाइएको भन्ने शीर्षक हामीले सुनेका थियौँ भने दोस्रो नम्बरमा हजुरहरूलाई क्वेसन छ कि अब्राहमले चाहिँ कसलाई इसाकको निम्ति श्रीमती ल्याउनलाई चाहिँ पठाउनु भएको थियो त? हो नोकरलाई चाहिँ पठाउनु भएको थियो। हुन्छ अनि त्यो कुराहरूलाई हामी यति राख्दै चाहिँ आजको हामी चाहिँ विशेष गरी चाहिँ आजको यही अनि शीर्षकमै हामी छलफल गर्नेछौँ। यसैको बारेमा चाहिँ हामी अनि अरू पढ्नेछौँ है त। अब त्यो समयमा चाहिँ हैन श्रीमतीलाई चाहिँ जुटाइएको त थियो हैन। अनि उहाँले चाहिँ नोकरलाई आफ्नो विश्वासयोग्य नोकरलाई चाहिँ पठाउनु भएको थियो हैन। त्यसपछि उहाँले चाहिँ मनमा नै सोचेको कुरा हामी गएको समयमै हामी पढेका छौँ नि त। अनि उहाँले चाहिँ मनमा नै के सोच्नु भएको छ भन्दाखेरि म यहाँ बसिरहेको छु अनि जसले पनि मेरो निम्ति र मेरो ऊँटको निम्ति चाहिँ जसले पानी पिउनुहोस्, हजुरले पनि पिउनुहोस्, हजुरको ऊँटहरूलाई पनि म पिउनको निम्ति चाहिँ दिनेछु भनेर जसले भन्नुहुन्छ म चाहिँ उहाँलाई चाहिँ तपाईँ परमेश्वरले नै आफ्नो दास अब्राहमको छोरा इसाकको निम्ति चाहिँ श्रीमती जुटाउनु भएको हो भन्ने कुरा चाहिँ म विश्वास गर्छु भनेर चाहिँ उहाँले मनमनमै सोच्नु भएको छ है। अब उहाँले मनमनमै त सोच्नु भएको छ तर यहाँ पुरा भएको छ कि छैन हामी बाइबलमा चाहिँ हेर्नेछौँ। हामी अब चाहिँ अरू गएको समयमा पढेको पछि कन्टिन्यू गर्नेछौँ। त्यसले यो भनिरहेको पनि थिएन अब्राहमका भाइ नाहोरकी पत्नी मिल्काका छोरा बटुएलकी छोरी रिबेका काँधमा गाग्रो राखेर आइन्। कन्या अत्यन्तै सुन्दरी र कुनै मानिससित पनि सहवास नभएकी थिइन्। इनारमा ओर्लेर तिनले गाग्रोमा पानी भरिन् र उक्लेर आइन्। तब त्यो नोकर तिनलाई भेट गर्न दगुर्यो र भन्यो, कृपा गरी तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन दे। अनि यहाँ चाहिँ यसरी पुरा हुँदैछ है। ठ्याक्क उहाँले चाहिँ मनमा सोच्दै हुनुहुन्छ हैन, जसले मेरो ऊँटको निम्ति चाहिँ पानी दिन्छ उसलाई चाहिँ मेरो मालिकको चाहिँ छोराको श्रीमती हुनलाई चाहिँ परमेश्वरले दिनुभएको छ भन्ने म विश्वास गर्छु भनेर त भन्दै हुनुहुन्छ। अनि यहाँ उहाँले सोच्नु भएको मात्र पनि के थियो, पुरा पनि भएको थिएन के। अनि त्यतिखेर नै अनि अब्राहमकी भाइ नाहोरकी पत्नी अनि अब्राहमको चाहिँ आफ्नै भाइको आफ्नै भाइको र अनि बुहारीको अनि त्यसपछि हैन छोरी चाहिँ रिबेका चाहिँ गाग्रोमा त्यहाँ चाहिँ पुरानो समयमा चाहिँ गाग्रो बोकेर चाहिँ हिँड्ने चलन थियो। अहिलेको समयमा अब घरमा पानीहरू छ हैन, हामीलाई त्यस्तो बोक्नु पर्ने छैन। हामी जगमा अनि मगहरूमा बोकेर हिँड्छौँ, त्यतिकै आफूलाई जति चाहिन्छ हामी त्यति गर्छौँ। तर पहिलाको समयमा चाहिँ अनि धेरै टाढा हिँडेर चाहिँ बोक्नु पर्ने हुन्थ्यो, पानी ल्याउनु पर्ने हुन्थ्यो। त्यसरी चाहिँ अनि रिबेका चाहिँ गाग्रो बोकेर आइन्। अनि परमेश्वरले अचम्मको काम गर्नु भएको रहेछ है। अनि त्यसपछि त्यो देखेर चाहिँ अनि रिबेका चाहिँ हेर्नलाई चाहिँ एकदम सुन्दरी थिइन् अरे कि, एकदम राम्रो थिए अरे त्यो समयमा चाहिँ। अनि त्यसपछि त्यो नोकर चाहिँ अनि झट्टै अनि दगुरेर चाहिँ अनि उनलाई भेट गर्न चाहन्छन् हैन। अनि त्यसपछि अनि उहाँले चाहिँ भन्नुहुन्छ, कृपा गरी तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन दे, कृपा गरेर चाहिँ मलाई चाहिँ अलिकता पानी देऊ भनेर उहाँले जस्तो मनमा सोच्नु भएको छ त्यस्तै पुरा गर्न खोज्नु भएको छ। के हुन्छ त, हो कि होइन त भनेर कन्फर्म गर्नको लागि चाहिँ उहाँले भन्दै हुनुहुन्छ कि कृपा गरी तिम्रो गाग्रोबाट मलाई अलिकति पानी पिउन देऊ। अनि रिबेकाको जवाफ के आउँछ, तिनले हजुर खानुहोस् भनेर तुरुन्तै गाग्रो झारिन् र आफ्नो हातमा गाग्रो राखेर त्यसलाई पानी खुवाइदिन्। अनि त्यसपछि रिबेकाले पनि झट्टै आउनुहोस् खाने पिनुहोस् भनेर चाहिँ आफ्नो गाग्रो जो पानी भरेको थियो अनि त्यो झारेर चाहिँ अनि ती अब्राहमको नोकरलाई चाहिँ पानी खुवाइन्। त्यसलाई खाना दिइसकेपछि तिनले भनिन्,
तपाईँका उठहरूको निम्ति पनि तिनीहरूले पिइ नसकुन्जेल म पानी उघाएर दिनेछु। अनि प्रियजनहरू हो हैन, अनि उनले चाहिँ अनि ती नोकरलाई चाहिँ पानी खुवाइसकेपछि हैन, अनि उनले भनिन् के, अनि तपाईँले खाइसक्नु भयो, अब चाहिँ तपाईँहरूको उठको निम्ति पनि म दिनेछु। अनि उनीहरूले नअगाउन्जेलसम्म चाहिँ म पानी उघाएर दिन्छु। त्यो समयमा चाहिँ इनार थियो, इनारबाट पानी तानेर चाहिँ लग्नुपर्ने थियो। अनि त्यो कारणले गर्दा चाहिँ उनले भनिन्, अनि तपाईँको उठहरूले अगाउन्जेलसम्म खाउन्, यदि अगाएको छैनन् भने पनि म चाहिँ उघाएर चाहिँ अनि उठलाई चाहिँ दिनेछु भनेर भनिन्। अनि हामीले यहाँ देख्न सक्छौँ नि, यहाँ पुरा भएको छ है, पुरा भएको छ कि छैन? पुरा भएको छ है। अनि तब तिनले झट्टै आफ्नो गाग्रोको पानी डुरमा खनाएर फेरि पानी उघाउन इनारतिर कुदेर गइन् र तिनले सबै उठहरूको निम्ति पनि पानी उघाइदिन्। अनि मुखले मात्र तिनले भनेनन्, तिनी चाहिँ झट्टै अनि जो गाग्रीमा पानी थियो त्यो सबै अनि डुरमा राखिन्, अनि ताकि उठहरूले पानी पियोस् भनेर। अनि झट्टै गएर चाहिँ दौडिएर गएर चाहिँ फेरि इनारमा चाहिँ पानी उघार्न लागेको छन्। त्यो मानिस चाहिँ परमप्रभुले आफ्नो यात्रा सफल गराइदिनु भएको हो कि होइन भनी थाहा पाउनलाई चुप लागि ढिड लाएर तिनलाई हेरिरहे। अनि चाहिँ उनले अझै पनि कन्फर्म गर्नको लागि चाहिँ उनी चुप्प लाएर बसिरहेको छन् कि अनि परमप्रभुले चाहिँ साँच्चै मेरो यात्रा सफल गराउनु भएको हो कि होइन, कि म भ्रममा छु भनेर चाहिँ अझै पनि तिनी चुप बसिरहेको छन् र उनले चाहिँ अझै पनि कन्फर्म हुनको लागि चाहिँ उनी विचार गर्दैछन् है। उठहरूले पानी खाइसकेपछि त्यस मानिसले 6 ग्राम तोलका सुनको एउटा नट र 100 ग्राम जति तोलका सुनका बालाहरू झिकेर भन्यो, तिमी कसकी छोरी हौ? के तिम्रा बुबाको घरमा हामीलाई डेरा गर्नलाई बस्ने ठाउँ छ भनेर चाहिँ उनले सोध्दैछन्। अनि 600 ग्राम तोलका अनि एउटा नट जो हामीले अहिले पुली भन्छौँ नि त हैन, त्यो समयमा त्यो थियो हैन। अनि 600 ग्रामका अनि त्यो नटहरू अनि त्यसपछि 100 ग्राम जतिका अनि चाहिँ सुनका बालाहरू चाहिँ अनि त्यो नोकरले चाहिँ झट्टै झिकेर चाहिँ अनि रिबेकालाई दिएको कुरा हामी यहाँ देख्छौँ। अनि त्यसपछि तिनले त्यो दिइसकेपछि अनि तिनले सोध्छन् कि तिमी कसको छोरी हौ, अनि तिम्रो बुबाको घरमा चाहिँ हामीलाई बस्ने ठाउँ छ त अनि भनेर चाहिँ उनले सोध्दैछन्। अनि रिबेकाले के जवाब दिँदैछन् है, तिनले त्यसलाई भनिन्, म नहरबाट मिल्काले जन्माएका बटुएलकी छोरी हुँ। तिनले त्यसलाई अझै भनिन्, हामीसँग दाना र प्रशस्त पराल प्रशस्त छन्, डेरा गर्नलाई कोठा पनि छन् अरे। अनि उनले चाहिँ झट्टै जवाब दिन्छन् है, म नाहरबाट मिल्काले जन्माएका बटुएलकी छोरी हुँ भनेर चाहिँ भन्दैछन् है। अनि तिनले त्यति मात्र भनेनन्, अनि आफ्नो परिचय दिइसकेपछि उनले चाहिँ अझै पनि के कुरा भन्दैछन् भने, हाम्रोमा चाहिँ प्रशस्त मात्रामा दाना छ, प्रशस्त मात्रामा हाम्रो रुम पनि छ भनेर चाहिँ उनले रिबेकाले चाहिँ कि अब्राहमको नोकरलाई चाहिँ जवाब दिँदैछन् है। अनि तब त्यस मानिसले आफ्नो शिर निहुराएर भक्तिसाथ परमप्रभुलाई दण्डवत गरेर भन्यो, प्रभु मेरा मालिक अब्राहमको परमेश्वर धन्यका हुनुहुन्छ, जसले मेरा मालिकप्रति दया र विश्वासमा त्याग्नु भएको छैन। परमप्रभुले मलाई बाटोमा डोर्याएर मेरा मालिकका कुटुम्बको घरमा ल्याइदिनु भएको छ। तब ती कन्या गइन् र आफ्नी आमाका परिवारलाई सबै कुरा बताइन्। अनि प्रियजनहरू, अनि सबै कन्फर्म भइसकेपछि अनि ती नोकरले चाहिँ भुइँमा अनि बसेर चाहिँ दण्डवत गरेर चाहिँ उनले के भन्दैछन् त भन्दाखेरि, साँच्ची नै परमेश्वर चाहिँ हुनुहुन्छ हैन, अब्राहमको परमेश्वर हैन, जो मेरो मालिकको परमेश्वर हुनुहुन्छ, उहाँ धन्यको हुनुहुन्छ, जसले चाहिँ मेरो मालिकप्रति अर्थात् मेरो मालिक अब्राहमप्रति चाहिँ एउटा दयाको भाव गर्नुभएको छ। उहाँले चाहिँ अनि मेरो मालिकलाई चाहिँ त्याग्नु भएको छैन भनेर भनेको छन्।
आज हामी यो बाइबल अध्ययनबाट हामी के बुझ्दैछौँ भने अनि यदि हामी साँच्चै नै विश्वास गर्ने हो भने हाम्रो विश्वास अनुसारको फल चाहिँ परमेश्वरले हामीलाई दिनुहुन्छ। हामीले जे कुरा पनि माग्छौँ नि विश्वास अलिकति विश्वास गरेर न पुरा विश्वास हामी माग्छौँ भने परमेश्वरले चाहिँ हामीलाई सबै कुरा दिनुहुन्छ कि सबै कुरा दिनुहुन्छ। अनि हाम्रो विश्वासको कारणले गर्दा हाम्रो छिमेकीहरूलाई अनि परमेश्वरले चाहिँ दिनुहुन्छ कि अनि ती नोकरले चाहिँ जे मनमा सोचेको थिए त्यो चाहिँ हामी स्टोरीबाट अनि हामीले त्यो पुरा भएको पाउँछौँ या पाउँदैनौँ? पाउँछौँ होइन। अनि उसले मनमा जस्तो जस्तो सोचेको थिए नि त्यस्तै त्यस्तै भएको रहेछ। एउटा कुरा त्यो भयो होइन। अनि दोस्रो कुरा के रहेछ भन्दाखेरि अब्राहमले भनेको थिए नि त अनि कुनै पनि मोआबी अमोनी त्यस्ता त्यस्ती स्त्रीहरूलाई चाहिँ बिहे नगरिदिनु मेरो छोराको निम्ति। आफ्नै जाति आफ्नै इस्रायलीहरू जातिहरूमाथि जो आफ्नै परिवारका सदस्यहरू छन् जो होइन आफन्तीहरू छन् त्यहीबाट श्रीमती चाहिँ ल्याउनु भनेर चाहिँ अब्राहमले भनेको कुरा थियो नि त। हामी गएको समयमा हामीले सुनिसकेका छौँ है। अनि त्यही पुरा भएको छ। अब्राहमकै भाइको अनि श्रीमतीको उस परेको छ नि त। अनि परमेश्वरले चाहिँ कसरी काम गर्नुहुन्छ हामीलाई थाहा छैन तर परमेश्वरले चाहिँ हाम्रो निम्ति अनि हामीले सोचेको कामहरू चाहिँ अवश्य गर्नुहुन्छ। हुन्छ हामी आजको वचनलाई हामी यहीँ राख्दै हुन्छ। फेरि पनि सबैलाई जय मसीह।